यो बुलेट ओहो बिजो 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 गरी स्टार्ट चाहिँ हुन्छ अब तपाईँको तर हुन्छ होला हेलो ए म बाहिर आइसकेको छु यो ड्रिमल्यान्ड क्याफेको अगाडि यो माई ड्रिमल्यान्ड क्याफे छ नि लु चाँडो अन्त यो भेनस पब्लिक स्कुल अगाडि गेटमा हो भाइ अनि अब पेट्रोलको त मतलब भएन कस्तो पर हेर्दै हिँडेको यो मान्छेले हेलो गाइज वेलकम ब्याक टु माई न्यू एन्ड अनदर ब्लग सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक छु अनि म चाहिँ आज कति 3 दिनपछि निस्केको होला पेट्रोलको दाम बढेपछि निस्केको साथीहरू काम गर्नु है पेट्रोलको दाम अहिले 187 पुगिसकेको छ अब कसरी काम गरेर खाने केही थाहा छैन म चाहिँ एउटा फर्स्ट राइड लागिसकेको छु होइन फर्स्ट राइड चाहिँ थोरै छ किनकि यहाँ परतिर गएर मैले एउटा सामान पनि बुझाउनु पर्छ त्यही भएर त्यतैको राइड उठाएको इन्ड्राइभमा चाहिँ यही मजा छ क्या अब जता जान मन लाग्छ त्यतैको राइड उठाउन मिल्छ क्या यो चाहिँ इन्ड्राइभको सबैभन्दा महत्त्वपूर्ण अथवा राम्रो विशेषता हो भन्न चाहन्छु है गाइजहरू तपाईँहरूलाई नि यताउता जानु छ भने चाहिँ यहाँ जाने यसरी अनि यहाँ रामलिम्बू उठाउने मैले रामलिम्बू कहाँ हुनुहुन्छ त ड्रिमल्यान्ड क्याफे हो यहाँ त हेलो ए म बाहिर आइसकेको छु यो ड्रिमल्यान्ड क्याफेको अगाडि यो माई ड्रिमल्यान्ड क्याफे छ नि लु चाँडो अन्त ल आउँछ अरे साथीहरू सुतिराखेकै बेलामा बुक गर्छन् हौ के गर्नु नि गाह्रो छ अलिक रेडी भएर गर्दा त एउटा राम्रो हुने हो भन्न चाहन्छु म के भन्न चाहन्न अरू चाहिँ कहाँको यो हुन चाहिँ यहीँ परको म जाने त्यहीँ हो त्यहीँको उठाएको ल यताबाट दिन्छ कहाँनिर बाटोमा नि हराउँदैन ए ओके लु त बाइक हिजो रहेको छ अरे यहाँ पेट्रोल छ अरे यहाँ पेट्रोल बेच्दो रहेछ यहाँ यस्तो भिडियोहरू चाहिँ देखाउनु हुँदैन तर यसरी बेच्नु पनि त हुँदैन नि उनीहरूले किन बेच्छ त बेचेपछि देखाइदिन्छु म पिन्जरा तोडेर पन्छी मोडेर मासु छ भने चाहिँ आउँछु नत्र आउँदिनँ माछिक्ने भयो लु त कताबाट जानु यताबाट होला नि त्यसो भए कति लियो अरे 215 कति रुपियाँ फाइदा खायो यिनीहरूले 20-25 रुपियाँ 187 सौ 27 रुपियाँ जति खायो यिनीहरूले होइन ए जाने कहाँनिर चामुण्डा गेट कि उता पर हो ए कहाँनिर हो ठ्याक्क जानुपर्ने चाहिँ अरू बारीबाट जाउँ न त्यतैबाट ल कता राइट यो त तल ए यो त उयो पो त होइन यहाँ के अरे के क्लब पो भन्छ हौ यहाँ के युवा क्लब कि के भन्ने एउटा ठाउँ भन्छ हौ यहाँ ल बेसी गाउँ सिधै हो उँभोपट्टि यहाँदेखि उँभो
सबै चाहिँ पार्किङ गरेर हिँड्दैछु कहाँनिर राख्नु भएको छ त खै अन्त हुँदैन यो हो यो बुलेट ओहो बिजोक 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 गरी स्टार्ट चाहिँ हुन्छ अब तपाईँको यो अब खै हुन्छ कि हुँदैन भन्ने कुरा तर हुन्छ होला सधैँ सेल्फ हानिरहेको थियो नि त के हुँदैन सेल्फ हान्दैन नि सेल्फ हान्दैन किकको किकले हानिहाल्छ नि अनलाइन हो के गर्न आउनु भएको थियो यता चाहिँ छ हिजो यहाँ उतै पुऱ्याउन आएको थियो पेट्रोलै सकिदिएर क्या लिनु ल कहाँको लिम्बू हो तपाईँ म पूर्वको लिम्बू हो स्टार्ट हुन्छ तपाईँको ठेलिदिनु पर्छ पर्दैन यो तेल सक्लो चाहिँ हुन्छ तेलै मतलब पानी मिसाइ हुँदैन हजुर यो पानी तेल चाहिँ राम्रो चाहिँ हुन्छ राम्रै हुन्छ ए यो राम्रै हुन्छ नि म त बाहिरको तेल लाउनु मन लाग्दैन झ्याट किन राम्रो त फेरि आर्मीकै ठिक हो नि राम्रो चाहिँ मेरो बाइक पनि के हो माया सबै पिंजरा तोडेर सही गर्नु पर्दैन होला है ठेल्नु त पर्दैन होला है ए हो ल गयो ल ल ए ब्रदरको बाइक हिजोदेखि राखेको अरे त्यत्तिकै चिसोमा अब स्टार्ट हुने हो कि नहुने हो थाहा छैन त्यो पनि सेल्फ पनि छैन अरे किकले स्टार्ट गर्ने भन्छ ठिकै छ ल कहिलेकाहीँ यस्तै हुन्छ पेट्रोल सक्छ बाटोमै पेट्रोल चाहिँ एकदम धेरै महँगो भएको छ होइन अस्ति चाहिँ अब 157 थियो 157देखि अहिले एकैचोटि 187 भनेपछि 30 रुपियाँ बढिसक्यो साथीहरू अब काम कसरी गर्ने अब इन्ड्राइभ पठाउहरूको भाडा चाहिँ अब मान्छेले झन् रेट घटाएर हान्छ अनि हामी काम गर्नु चाहिँ मऱ्यो र यो राइडरहरूले यसरी दुःख पाइयो भने कसरी काम गर्ने भन्ने कुरो हो क्या अरू ठुलो कुरै छैन यताउता हिँड्नको लागि चाहिँ ल 187 200 नै पुगोस् मलाई मतलब भएन लगाएर हिँडिन्छ तर यो काम गर्दाखेरि त सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको चाहिने भनेको पेट्रोल सक्यो भने पैसा चाहिँ केबाट बचाउने क्या हामीले चाहिँ केबाट खाने बुझिदिनु पऱ्यो क्या यो अब पेट्रोल बढ्यो भन्दा पनि अब पेट्रोलको त मतलब भएन कस्तो पर हेर्दै हिँडेको यो मान्छेले यत्तिहरू गएर हानिदिन्छु म फेरि पेट्रोल त अब बढ्यो ल समस्याले बढ्यो युद्धले बढ्यो खै केले बढ्यो मलाई त्यो मतलब भएन तर अब यता हाम्रो इन्ड्राइभ पठाओ याङ्गोहरूले चाहिँ बुझिदिनु पऱ्यो नि त कम्पनीले अलिकति पेट्रोलको भाउ बढाएको छ अलिकति बढाइदिनु पऱ्यो प्यासेन्जरबाट अलिकति धेरै लिइदिनु पऱ्यो त्यो नि त अब प्यासेन्जरलाई पनि मार परेकै हुन्छ तर ओभर धेरै मार त हामी राइडरहरूलाई एकदम गाह्रो पर्छ नि त हामीले काम गरेर खाने हो हामी बाँच्ने हो सो त्यही भएर अब काम गर्न सकिएला जस्तो छैन है अब बिस्तारै अब यो काम छोडेर अर्को कामतिर लाग्नु पर्ला जस्तो छ यो सेवादायी काम गर्दा गाह्रो परिसके साथीहरू सो त्यही हो अब मैले चाहिँ एउटा राइड पनि पुरा गरिसकेँ होइन अनि यता आउने काम पनि थियो यहाँ परतिर अब एउटा सामान छोड्नुपर्ने छ मेडिकल कलेजतिर अलिकति उतापट्टि डकुमेन्ट छोड्नुपर्ने छ त्यो डकुमेन्ट दिइसकेपछि चाहिँ म फुल्ली काम हान्छु आज फुल्ली भन्दा पनि अब त्यही हो अब धेरै त गरिँदैन त्यही 10-12वटा राइड हानिन्छ त्यही 1000 रुपियाँ कमियो भने भयो मायासाला त्यतिमा खुसी हेलो दाइ म यो शिवपुरी चोकमा आएको छु कहाँनिर कतापट्टि हो अब ए हुन्छ म यहाँ एउटा जेब्रा क्रसिङको छेउमा छु कतापट्टि भन्ने यो ए हुन्छ त ल मेरो सेकेन्ड प्यासेन्जरको पनि आइसकेको छ है रिक्वेस्ट ट्याग लाएर अब मैले सेकेन्ड प्यासेन्जरलाई पनि पिकअप गरेर चाहिँ आफ्नो
उसको डेस्टिनेसनमा चाहिँ मैले ड्रप गर्नुपर्ने हुन्छ तर कहाँनिर हो तलतिर छु भन्दै हुनुहुन्थ्यो ल 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 त त त ल ल ल ल के साह्रो ढिलो हिँडेको हौ म्यासला पारिपट्टि हो कि वारी हौ कुन हो त हौ कहाँ हो त ल दाइले चाहिँ मलाई कति 60 रुपियाँ थियो 80 रुपियाँ हालिदिनु भएको छ टिप्स चाहिँ पाइन्छ है 70 रुपियाँ टिप्स पाइन्छ को फोन गर्ने फेरि हेलो म 32 बटरफ्लाई 32 बटरफ्लाई 32 बटरफ्लाई क्या 32 पुतली क्या यहाँ सामान लिन आएको कहाँ हो खाना भने के हो मासु छ भने चाहिँ आउँछु नत्र आउँदिनँ माछी मासु छ भने मात्र आउँछु नत्र आउँदिनँ आउँछु छ कि छैन ए ल मासु लिएर आयो भने मात्र खान्छु भनेको साथीले छ भन्छ अब खै छ कि छैन हेरौँ है निस्किहाले भन्छ निस्किहाले ओ सगरमाथा चाहिँ रहेछ मायाको कसरी तिमीलाई भने बोकेर ल्याएको हेलो हेलो तिमी हो यहाँ ल बसौँ त खाऊ न भेनस चाहिँ हो ए कताबाट जाऊँ त्यसो भए यतैबाट जाऊँ न पछाडिबाट पुगिन्छ होला जोरपाटीतिर हो जोरपाटी हो जोरपाटीतिर हो भेनस पब्लिक स्कुल La 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 यो भेनस पब्लिक स्कुल अगाडि गेटमा हो भाइ हो रे ल दाइ ल हजुर हजुर Venus Public School.